यस्तो खालको कुराहरू हाम्रो समाजमा भइरहेको छ। यो कुरालाई हामी रोक्ने कोसिस गर्नु हामी एउटा व्यक्तिले चाहिँ के अब त्यो ड्रग्स खाँदा चाहिँ नि उसले चाहिँ के उसको उयो मात्रै लाइफ मात्रै उसले चाहिँ बिगार्दैन। उसले चाहिँ आफ्नो आमाको सपना, बाउ आमाको सपना, एउटा बुढीको अब विश्वास अनि नानीको आशा अनि भरोसा पनि उसले लिएर जाँदै गरेको हुन्छ। अनि हामी सबैजना मिलेर यसलाई के कस्तो पारेर रोकथाम गरौँ। अब कतिजना हामीले काम त गरिदियो तर अब त्यति सक्सेस हुन सकेन। अब सबैजनाले बुझ्ने कुरा हो यो। अब हामीले अब भनिरहँदा पनि अब कतिजनालाई गेस्ट राख्नुपर्छ हो। सत्र लागि पर्नु छ अब चाहिँ सबैले है मैले खाँदा पनि हुन्छ भन्ने कुरा पनि त्यो कुराबाट पनि नानीहरूले सिकिरहेको छ है। अब पुरा हाइलाइट गरिनुपर्छ कि के गर्नुपर्ने हामी सबजना लागि पऱ्यो।